वितरण गर्ने गरेका छौँ। यही अनुरूप यसपटक हामीले सबै ECD देखि कक्षा 5 सम्मको विद्यार्थीहरूलाई स्कुल ड्रेस कपडा वितरण गर्ने निर्णय भएको हुँदा नमस्कार हो पाउने मान्छे पछाडी ठिकै छ त भित्र छ त फोटोमा देखिँदैन बाहिर थाप्ने भने हो पर पछाडी जो थाप्ने मान्छे पर पछाडी बस्ने ओए कान्छी के भयो लड्छ के पल्लोपट्टि देख्छ होइन हुन्छ होला होइन होइन ठिकै छ नमस्कार भन्ने आयो पछाडि है पाउने जति नमस्ते नमस्ते ECD को सकिएको छ। अब कक्षा 1 श्रेष्ठ सायकुमार राई, प्रिया राई, श्रीमती सिंहे, रियासा राई लाइनमा थापेर नमस्कार आफ्नो लाइनमा फेरि कुनै त्यहाँ गएर पछाडि जाने है दुई र तीन कक्षा 2 र 3 को 2 को सबैजना आउने 2 गरे जाऊ ल 2 को अगाडि बढ्दा हो पछाडि अनि जाने है थापेर पछाडि पर जाऊ आफ्नो लाइनमा बस्ने उठ्ने पछाडि जाने लाइनमा लाइन पुग्छ होला नि त नि होइन त्यो मिल्दैन सबैले पुग्छ भने त हुन्छ पुग्छ कपडा अलिक धेरै छ क्या त्यसमा त्यसैले त्यो सानो होइन 4-5 लाई यसले पुग्छ भने पुग्छ यति जग्गा हो अर्को बाटो जाऊ न हौ स्वर्गीय कमान सिंह राई स्मृति अक्षर पुरस्कार संस्थापक तीर्थ कुमार राई हुनुहुन्छ भने यहाँ आइदिनु होला। तीर्थ कुमार राई आउनु भएको छ ल हाम्रो जमान सिंहमा आउनु भएको छ जमान सिंह राईज्यू र यो स्वर्गीय कमान सिंह राई स्मृति अक्षर कोष संस्थापक जमान सिंह राईलाई यो कक्षा 4 र 5 को स्कुल ड्रेस लाइनमै उठ्ने है लाइनमा जाऊ अनि थापेपछि पछाडि जान्छ तर अगाडि नै उठ्दैन छुट्टा छुट्टै कक्षा कोठा पंखा चढान कम्पाउन्ड तारजाली खेल मैदान विस्तार विद्यालयको छाना रङरोगन स्वच्छ खानेपानीको व्यवस्था विद्यालय कम्पाउन्डभित्र सिडी बाटोहरू निर्माण ECD कक्षा व्यवस्थापन लगायतका सुधारका कामहरू भएको जानकारी गर्दछु। साथै आगामी दिनहरूमा यस विद्यालय व्यवस्थापन समिति तथा शिक्षा विभागसँग लगायत सरकारवाला सबैको
छलफल निर्णयबाट आर्थिक स्रोतको खोजी गरी विद्यालयको भौतिक पक्षको सुधार गर्दै लगिने समेत जानकारी गर्दछु। यसरी कक्षा दोहोऱ्याउनुको प्रमुख कारण कक्षाको शिक्षक कर्मचारीको व्यवस्था नहुनु। यहाँ बसोबास गर्ने जातिहरूमा राई, क्षेत्री, माझी र दलितहरू रहेका छन् भने भाषा बान्ता भाषा नेपाली र छिन्ताङ्गे भाषा बोल्ने गर्दछन्। धर्ममा हिन्दू, मुस्लिम र इसाई र कबीरपन्थ धर्म मान्ने मानिसहरू रहेका छन्। यस सेवा क्षेत्रभित्र 2082 सालको घरधुरी सर्वेक्षण अनुसार जम्मा जनसङ्ख्या 427 रहेको, जसमध्ये 205 जना महिला र पुरुष 222 जना रहेको छ। यीमध्ये औसतका आधारमा राई जाति 93%, दलित 5% र माझी 2% रहेको छ। यस गाउँको आर्थिक अवस्थाको सवालमा भन्नुपर्दा प्रायः जसो मानिसहरू करिब 95% खेतीमा निर्भर रहेको। भौतिक अवस्था अध्यक्ष महोदय, यस विद्यालयको भौतिक पूर्वाधार क्षेत्रमा विद्यालय भवनहरू जम्मा 4 ब्लक छन्। पठनबाट सञ्चालन गर्दै आइरहेको अवस्थामा 25 सेट डेस्क बेन्च मर्मत गर्नुपर्ने भएकोले यस वर्ष 2082 सालको दीपावलीको अवसरमा शिक्षाको व्यवस्था नहुनु रहेको छ। विद्यालयले कार्यान्वयनमा ल्याइरहेको अवस्थामा त्यही विधेयकमा टेकेर गाउँ चुलालाई पूजा गरी तथा कुनै देवी देवताको थानलाई पूजा गरेपछि मात्र यो नाचको सुरुवात गर्ने गरिन्छ। राम के चले के लगड़ी के बोले 135 घर धुरी भएको हाम्रो मचुवा 97 घर संख्या भएको पारी अखक बीचमा डिपिआरसम्म भइसकेको पक्का पुलको पनि के सुनाइ मात्र आयो। के रे मलाई पनि अलिकति मन लाग्यो भनिहाल्नलाई। विकट ठाउँ यी कुराहरू धेरै म भन्दिनँ, थोरै मेरो अर्को पनि काम भएको हुनाले शिक्षक तपाईँ श्री माया राई ज्यू वर्षको उत्कृष्ट शिक्षकको रूपमा छनौट हुनु सफल हुनु भएकोमा तपाईको उत्तरोत्तर प्रगतिको कामना गर्दै विद्यालय 43औं स्थापना दिवसको अवसरमा स्वर्गीय ज्ञानेश्वर राई स्मृति अक्षय कोष परिवार तर्फबाट सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। निम्ति एउटा आधार हो र यो एउटा यसले हाम्रो नम्बर 9 हसनपुर मचुवा स्थित यस अरुण आधारभूत विद्यालयको 43औं वार्षिक उत्सव समापन अग्रज आदरणीय व्यक्तित्व साइमन राईज्यू, यस कार्यक्रममा उपस्थित भतुवागढी गाउँपालिका वडा नम्बर 9 का वडाध्यक्षज्यू, संस्थापक मध्येको जीवित सदस्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीज्यूहरू, अभिभावक संघका पदाधिकारीज्यूहरू, मञ्चमा आसीन अतिथिगण र यो
विद्यालयको 43औं वार्षिकोत्सवमा यस 43औं वर्षमा प्रवेश गर्दै गर्दा यो विद्यालयमा पखर सिकेका भोज भतेरमा चिन्तामा पुग्न सकिँदैन, तर दुःखमा चाहिँ पुग्नुपर्छ भन्ने ठान्दा विषय पुग्न सकिँदो रहेको छ। तर मैले जो 2 जना नानी बाबुहरू को अभिभावकहरू पनि म नजिकबाट चिन्दथे, उहाँहरूको घरसम्म आएर सान्त्वना दिने भन्दा बाँकी हामीसँग के थियो र? उहाँहरू बोल्न सक्ने अवस्थामा हुनु, यो परिवारलाई केही हुनेवाला छैन। यहाँ पढाउने शिक्षकहरूलाई 38मा पढाउने शिक्षकमध्येको एउटा विद्यालय यो हो। मैले त्यो नीति कार्यक्रममा राख्न खोजेको कुरा के थियो भन्दा आफ्नो विद्यालय, हाम्रो विद्यालय राम्रो विद्यालय आफै गाउँलेले बनाउने हो। पहिलो कुरा होला सरकारले के कुरामा सहयोग गर्नुपर्छ त्यो अनुसारको संहितामा गएपछि सङ्घीय सरकारको शिक्षा नीतिमा त्यो अनुरूपको भइरहेछ कि छैन त्यो अलग कुरा हो। प्रदेशले के गरिरहेको छ त्यो अलग कुरा। 100 विद्यार्थीहरू यहाँबाट पास आउट भइसक्नुभयो। उहाँहरू यही गाउँठाउँमा हुनुहुन्छ, या धरान, इटहरी, विराटनगर, काठमाडौँ, देश प्रदेशमा हुनुहुन्छ। उहाँहरू सबैले आफ्नो कुनै न कुनै नाममा आफ्नो बाजे त कुनै बेला बित्नु भयो होला, कालगतिले बुवा आमा बित्नु भयो होला, खालि बुढापाकाहरू चाहिँ अगाडि बित्छन् अनि छोराछोरीहरू हामी चाहिँ पछि बिस्तारै मर्छौँ। छोराछोरीदेखि उनीहरू भन्दा पनि त घटना त यसरी हाम्रो स्थानीय वडाको जनप्रतिनिधिहरूले आएको बजेटमा त सबै कुरा हुन्छ। अब माघ लाग्छ, फागुन लाग्छ, चैत लागेपछि परीक्षा हुन्छ, अर्को साल छैसक हुन्छ। त्यसकारण अब हामीले यो अलि समयमै गर्ने भन्ने नै कुरा हाम्रो कार्यक्रमभित्र थियो। मैले गाउँपालिकाको शिक्षा शाखालाई पनि निर्देशन गरेकै थिएँ, विद्यार्थीहरूको डाटाहरू शिक्षकहरूको कस्तो अवस्था छ त्यो मलाई रिपोर्ट दिनु पर्यो भनेर मेरो टेबलमा आएको पनि छ। तर त्यो आइसकेपछि अब के गर्ने तयारी गरेर गाउँ शिक्षा समितिको बैठक बसेर त्यसलाई निर्णय गर्नुपर्ने हुन्छ। त्यो निर्णय गर्ने उमै थियो।